संसारको सबैभन्दा ठुलो जनावर कुन हो? ए. हात्ती, बी. जिराफ, सी. नील हवेल, डी. गैंडा। यसको सही आन्सर हो नील हवेल। प्रश्न नम्बर 2, फलहरूको राजा भनेर कुन फललाई भनिन्छ? ए. स्याउ, बी. केरा, सी. आँप, डी. सुन्तोला। यसको सही आन्सर हो आँप। प्रश्न नम्बर 3, कुन रुखबाट अक्सिजन धेरै उत्पादन हुन्छ? ए. क्याक्टस, बी. पिपल, सी. केरा, डी. धान। यसको सही आन्सर हो पिपल। प्रश्न नम्बर 4, संसारको सबैभन्दा ठुलो फल कुन हो? ए. तरबुज, बी. अनार, सी. कटहर, डी. फर्सी। को सही आन्सर हो कटहर। प्रश्न नम्बर 5, कुन फलमा भिटामिन सी धेरै पाइन्छ? ए. स्याउ, बी. केरा, सी. सुन्तोला, डी. फर्सी। यसको सही आन्सर हो सी. सन्तोला। प्रश्न नम्बर 6, बिरुवाले खाना कसरी बनाउँछ? ए. सास फेरेर, बी. पानी पिएर, सी. प्रकाश संश्लेषणबाट, डी. माटो खाएर। यसको सही आन्सर हो प्रकाश संश्लेषणबाट। प्रश्न नम्बर 7, तरबुजमा के धेरै हुन्छ? ए. चिनी, बी. बोसो, सी. पानी, डी. नुन। यसको सही आन्सर हो पानी। प्रश्न नम्बर 8, अङ्गुर सुकाएर के बनाइन्छ? ए. जाम, बी. जुस, सी. किसमिस, डी. सिरका। यसको सही आन्सर हो किसमिस। प्रश्न नम्बर 9, सबैभन्दा लामो घाँटी भएको जनावर कुन हो? ए. उट, बी. जिराफ, सी. घोडा, डी. हात्ती। यसको सही आन्सर हो जिराफ। प्रश्न नम्बर 10, नेपालमा पाइने दुर्लभ जनावर कुन हो? ए. कुकुर, बी. जिराफ, सी. हिउँ चितुवा, डी. हात्ती। सही आन्सर हो हिउँ चितुवा। र यो च्यानललाई सब्सक्राइब गर्नुहोला, किनभने यस्तै भिडियो लिएर म अझ पनि आउने नै छु। थ्याङ्क यू।